हुन्छ त्यो पनि अहिले किनेर संरक्षण क्षेत्रलाई हस्तान्तरण गरेका छैन र वृक्षारोपणको कुराहरू पनि गरेका छैन। 627वटा रुख काटिन्छ भने एउटा रुख बराबर त्यो बेलाको कार्यविधिले 25वटा रुख रोप्नुपर्छ। 5 वर्षसम्म चाहिँ त्यसको स्याहार सम्भालको कुराहरू र अर्थ मन्त्रालयले तपाईँको 5 करोड बजेट सेक्युर पनि गरेको अहिलेसम्म हामीले त्यो प्राप्त गर्न सकेका छैन। भिख मागे जस्तै माग्दा 4 लाख कि कतिको वृक्षारोपण बल्ल भएको छ। यसमा ध्यान आकर्षण होस्। र अब मलाई एउटा समुदायले व्यवस्थापन गरेको कुरामा चाहिँ अब सँगैको अन्नपूर्ण संरक्षण क्षेत्र गौरीशङ्कर मोनास्ट्रीमा एनटिएनसीले व्यवस्थापन गरेकोमा पर्यटन एन्ट्री फी गरेर प्राप्त हुने चाहिँ 100% खर्च गर्ने त्यहाँ प्रावधान छ भने कञ्चनजङ्घा संरक्षण क्षेत्रले थोरै पर्यटकहरू 1200ले जम्मा 24 लाख उठेको त्यो पनि 50% चाहिँ नेपाल सरकारमा जाने प्रावधान भएको हुनाले त्यो पनि ध्यान आकर्षण गराउन चाहन्छु। अन्नपूर्ण संरक्षण क्षेत्र एनटिएनसीले गरे जस्तै यहाँ पनि 100% चाहिँ तपाईँको खर्च गर्ने प्रावधान हो। त्यो नियमले संशोधन गरेर गर्नुपर्छ भन्ने कुरा हो। अब म छोटो रूपमा संरक्षण क्षेत्रको कुरा म यति मात्र राखेँ। म पाथिभरा केबल कार खारिजी संयुक्त समितिको संयोजकको हैसियतले पनि हामी अब सभापतिज्यू लगायतका सम्पूर्ण माननीयज्यूको टिमलाई चाहिँ ज्ञापन पत्र बुझाउने कुरा छ। पछि हामी बुझाउँला र म केही कुरा राख्न अनुमति चाहन्छु। सबैभन्दा पहिलो कुरा चाहिँ मुकुमलुङ क्षेत्रमा पाथिभरा केबलकार जुन प्रणाली दर्शन केबलकार प्रणालीलाई नेपाल सरकारले क्याबिनेटले डिसिसन गरेर जुन किसिमको चाहिँ तपाईँको त्यहाँ बनाउन अनुमति दिएको छ त्यो एकदमै त्यो सान्दर्भिक छैन। त्यसले खारिज गरिनुपर्छ भनेर चाहिँ म माग गर्न चाहन्छु। किनभने 3-4 कुराले त्यो चाहिँ तपाईँको विकास होइन विनाश हो भन्न चाहन्छौँ। यहाँ तपाईँको समुदायलाई स्थानीयवासीले जनता आम समुदायलाई चाहिँ भ्रममा पारेर ताप्लेजुङको समृद्धि ताप्लेजुङको भविष्य ताप्लेजुङको सत्य भनेर चाहिँ भ्रममा पारेर हाम्रो धार्मिक सांस्कृतिक सम्पदालाई तहस नहस पार्ने गरी विकासको नाममा विनाश गर्ने उद्देश्यले यो एउटा केबल कारलाई बनाउने एउटा क्याबिनेटले डिसिसन गरेर त्यो खारिज गर्नुपर्छ पहिलो कुरा। अर्को कुरा विश्वमै दुर्लभ हुन गइरहेको प्राकृतिक स्रोत साधन जैव विविधता मानव तपाईँको मस्टियर भयो, तपाईँको रेड पन्डा भयो, तपाईँको अनि तपाईँको राष्ट्रिय फुल लालीगुराँस भयो, गोबे सल्ला लोड सल्ला विभिन्न प्रजातिका तपाईँको के अरे वनस्पतिहरू जडीबुटीहरू त्यो क्षेत्रमा पाइन्छ। प्राकृतिक स्रोत साधनको पनि तपाईँको तहस नहस हुन्छ। तपाईँले माननीयज्यूहरूले अनुमान गरेर आइसक्नु भएको छ कि हजारौँ वर्ष अगाडिको लालीगुराँसको बोटहरू लगभग त्यहाँ विनाश भएको काटिएको लालीगुराँसको बोटहरू अब 4-5 हजार वर्ष पनि त्यो अवस्थामा ल्याउन सकिँदैन। त्यो अल्टिच्युडमा त्यतिको तपाईँको त्यो रुखहरू त्यहाँको वनस्पति त्यत्रो हुनको लागि 4-5 हजार वर्षभन्दा अगाडिको रुखहरू छ। त्यो चाहिँ त्यो कारणले पनि त्यहाँ बनाउनु हुँदैन। अर्को कुरा स्थानीयवासीको रोजीरोटी जस्तो त्यहाँ होटल व्यवसायी हुनुहुन्छ, के अरे पर्यटन व्यवसायी हुनुहुन्छ, तपाईँको यातायात व्यवसायी हुनुहुन्छ, श्रमजीवी श्रमिक हुनुहुन्छ। यो सबै सारा समुदायको चाहिँ रोजीरोटीको लागि तपाईँको विनाश हुँदैछ। एउटा राज्यले एउटा व्यापारीको पछि लागेर सरकारले एउटा व्यापार कम्पनीका 2-4 जनाको मुनाफाको लागि चाहिँ यत्रो हाम्रो धार्मिक सांस्कृतिक सम्पदालाई तहस गर्ने र एउटा कुरा आन्दोलनको क्रममा देशमा लोकतान्त्रिक गणतन्त्रको हामी अब मुलुकमा छौँ तर हाम्रो आवाजहरू सान्दर्भिक आवाजहरू संविधानको धारा 32(3) ले प्रत्यायोजन गरेको तपाईँको अधिकारहरू खोज्दै गर्दाखेरि ILO 169 को तपाईँको के अरे अवधारणा अनुसार हामीले आफ्नो अधिकारहरू त्यहाँ खोज्दै गर्दाखेरि राज्यले बर्बर दमन गरेको छ। गोली हानेन कि हामीलाई छातीमा गोली हान्यो, छाती छेडाएको छ, तपाईँको तिखामा गोली हाल्यो, तिखा छेडाएको छ, तपाईँको हातखुट्टा बचाएको छ, घर गएर तपाईँको दमन गरेको छ, अत्याचार गरेको छ। म त भन्छु कि सङ्कटकालको बेला पनि मैले त्यतिको दमन चाहिँ मैले अनुमति गरेको छैन। यो हामी कुन मुलुकमा छौँ होइन? त्यसो भएको हुनाले हामी के भन्न चाहन्छौँ भने यो अत्याचार बर्बर दमन भन्छ मानव अधिकारको चरम तपाईँको के अरे उल्लङ्घन भएको छ। मानव अधिकार कर्मीहरू आएर अनुसन्धान गरेर जानुभएको छ तर त्यसको रिपोर्ट के आयो के भएको छ भनेर हामी यहाँको स्थानीयवासी जनताहरू चाहिँ अनभिज्ञ छौँ। त्यसो भएको हुनाले म धेरै कुरा नगरिकन अब हामीले त्यति दमन हुँदा पनि हाम्रो उजुरी नलिने, जिल्ला प्रहरी कार्यालयमा गयो त्यहाँ उजुरी लिएन, जिल्ला प्रशासन कार्यालय अनुरोध गरे त्यहाँ पनि छैन भनेपछि हामी यो देशको नागरिक हो कि होइन? हाम्रो लागि शान्ति सुरक्षा व्यवस्था हुन्छ कि हुँदैन? त्यहाँ तपाईँको हेर्नुहोस् एउटा कम्पनीको पछि लागेर राज्यले आफ्नो स्रोत दहन गरेर तपाईँको सुरक्षाकर्मी तपाईँको त्यहाँ परिचालन गरिराखेको अवस्था छ। त्यो नेपाल सरकारले एउटा कुराको नेपालको एउटा महत्त्वपूर्ण शान्ति सुरक्षाको व्यवस्था गर्ने भनेर निर्णय गर्यो भन्ने कुरा पनि छ। त्यो कुरा के हो? यो
होइन। त्यसो भएको हुनाले अब गाउँ गाउँ टोल टोलमा हाम्रो सिमानाहरू मिचिँदै गर्दाखेरि त्यहाँ सुरक्षाको व्यवस्था छैन। त्यहाँ तपाईँको नागरिकहरू सुरक्षित छैन। तर एउटा कम्पनीको पछि लागेर एउटा व्यापारीलाई राज्यले जनताले तिरेको करको पैसा के अरे त्यहाँ उ गरेर त्यहाँ सुरक्षाकर्मीहरू तपाईँको मलाई लाग्छ 100औँभन्दा बढीको सुरक्षाकर्मी परिचालन गर्नुभएको छ। त्यसो भएको हुनाले अब हामीले हाम्रो माग चाहिँ गम्भीर रूपमा राखेका छौँ। आन्दोलन तपाईँको रोकिएको छैन, रोकिँदैन पनि। हामीले विभिन्न आरोपमा मुद्दा लगाइयो। हेर्नुहोस् हजुर म एकछिन म सकिहाल्छु। हामीले अदालतमा मुद्दा लगाइयो तपाईँको। अहिले हेर्नुहोस् हामीले उल्टै मुद्दा लगाइ, विभिन्न अभियोगमा मुद्दा लगाइ, दुःख दियो हरेक कुरा। तर हामी राज्यले अब हाम्रो विनम्रताका साथ हाम्रो आन्दोलन अगाडि बढाइराखेका छौँ। आन्दोलन रोकिँदैन। तर राज्यले फेरि पनि दमन हुँदै जान्छ भने राज्यको ध्यानाकर्षण होस्। यही समिति मार्फत राज्यलाई निर्देशन पनि होस्, ध्यानाकर्षण पनि होस्। यो एउटा छलफल महत्त्वपूर्ण गम्भीर छलफलमा छौँ। तर आन्दोलन सशक्त ढङ्गले अगाडि बढ्छ। हामी यो अन्तिम साथ मुकुम युमामाको कसम खाएर भन्छौँ, पार्थिवा देवीको कसम खाएर भन्छौँ। हाम्रो प्राकृतिक स्रोत साधन जैव विविधता संरक्षण गर्नको निम्ति, हाम्रो सांस्कृतिक सम्पदा संरक्षणको निम्ति अन्तिम सास आउँदैसम्म हामी लोकतान्त्रिक विधि प्रक्रिया अनुसार हामी आन्दोलन गर्छौँ, आवाज उठाइराख्नेछौँ। धन्यवाद, नमस्कार।